अहिले विराटनगर स्थित भूमि प्रशासन कार्यालयमा आइपुगेको छु। विशेष कामले आइपुग्दा गर्दाखेरि यहाँ गेटैमा देखेँ मैले, यहाँ गुड्खा मधु सुर्ती कुनै पनि चिज खाएर जहाँ तहाँ नथुक्नु भनेर सूचना टाँस गरिएको छ। तर यहाँभित्र गएर हेर्ने हो भने जहाँ तहाँ भित्तामा सुर्तीजन्य पदार्थ खाएर थुकेको पाउँछौँ। अब यो थुक्न मिल्छ मिल्दैन, यो जनताले थुकेको हो कि या कार्यालयमा काम गर्ने कर्मचारीले थुकेका हुन् कि फोहोर गर्नु हुँदैन भन्दै गर्दाखेरि त्यसको कडाइ कसले गर्ने हो। पानीको व्यवस्थाको हालत त्यस्तै छ। अनि यी सबै चिज कसको सम्पत्ति हो भन्दा हाम्रो सम्पत्ति हो। यो हाम्रो सम्पत्ति, जनताको सम्पत्ति। यहाँ आउने कर्मचारी जनताका लागि हुन्। यहाँ टोयलेटको अवस्था पनि हेर्नुहोस् त यस्तै छ, यो भत्ताभुङ्ग अवस्थामा छ, लथालिङ्ग अवस्थामा छ, फोहोर कति छ, दुर्गन्ध कति छ, यसको कुनै हिसाब किताबै छैन। यसलाई सरसफाइ गर्ने जिम्मेवारी कसको हुने हो? जनताले आएर सरसफाइ गर्ने हो कि त्यहाँका कर्मचारीले गर्ने हो? अब गेटैमा हेर्नुहुन्छ भने यस्ता फोहोरको डङ्गुरहरू जहाँ सामुन्नेबाट मान्छे आउने जाने गर्छन्। यो बाल्टिङको फोहोर राख्ने बाल्टिङ पनि हेर्नुहोस्, यो कयौँ दिनदेखि फोहोरहरू यसरी राखिएको छ, जो जहाँ व्यवस्थापन यसलाई सही ठाउँमा कहाँ व्यवस्थापन गर्नुपर्ने त्यो गरिरहेको अवस्था देखिँदैन। फोहोरको अवस्था हेर्दा त्यस्तो देखिन्छ, लाग्छ कि कयौँ महिनादेखि त्यो फोहोर त्यहाँ राखिएको छ। अब यो चिजहरूलाई चाहिँ कसले यो सूचना गर्ने हो, कसले सचेतना फैलाउने हो? फोहोरको अवस्था यहाँको कर्मचारीहरूले यसलाई चाहिँ अलिकति कडाइ गर्ने हो कि सरकारले गर्नुपर्ने हो कि जनताले गर्नुपर्ने हो कि कम्तीमा हामी जनताको पनि कर्तव्य होला, हामीले पनि अनुशासित हुनुपर्छ होला, यहाँका कर्मचारीहरूले पनि अलिकति कडाइ गर्नुपर्छ होला। अबदेखि आउँदा यस्तो नहोस् भन्ने हामी चाहन्छौँ। हाम्रो कार्यालय हो।